के तपाईँलाई थाहा छ कि बाइबलीय नैतिकता अनुसार हामीले चाहिँ कस्तो प्रकारको क्षमा गर्नुपर्दछ? प्रभु यीशु ख्रीष्टको नाउँमा जय मसिह। हामीले यो संसारमा हिँड्दै गर्दाखेरि हामी क्रिस्चियन बन्छौँ, हामीले प्रभु यीशु ख्रीष्टलाई चिन्छौँ र उहाँले गरिएका हाम्रो जीवनका केही असल कुराहरूलाई हामी देखेर प्रभु यीशु ख्रीष्टलाई हाम्रो जीवनमा हामीले उहाँलाई एक असल मुक्तिदाता हुनुहुन्छ भने हामीले उहाँलाई ग्रहण गर्दछौँ। तर बाइबलले हामीलाई त्यति मात्र सिकाउँदैन। प्रभु यीशु ख्रीष्ट चाहिँ उहाँ चङ्गाई गर्ने मात्र हुनुहुँदैन, उहाँ एक छुटकारा दिने, शरीरका रोगहरू निको पार्ने मात्र उहाँ हुनुहुँदैन। आज हामीले हेर्दै गर्दाखेरि कति विश्वासीहरू हुनुहुन्छ, यस्तो विश्वासीहरू जो विश्वासीहरू उहाँ शरीरको रोग र आत्माका ती आत्मामा भएका दुखित कुराहरूलाई आफूबाट टाढा रहनलाई प्रभु यीशु ख्रीष्टको सहारा लिनुहुन्छ। उहाँहरूले प्रभु यीशु ख्रीष्टलाई उहाँहरूले प्रेम गर्नुहुन्छ। उहाँहरूले यति मात्र बुझ्नु भएको छ कि प्रभु यीशु ख्रीष्ट चाहिँ एक चङ्गाइकर्ता हुनुहुन्छ। उहाँले हाम्रा शरीरका रोगहरू निको पार्नुहुन्छ, हामीलाई उहाँले एक शान्तिको हृदय दिनुहुन्छ भने उहाँले बुझ्नु भएको छ। तर प्रभु यीशु ख्रीष्ट चाहिँ त्यति मात्र हुनुहुन्न। उहाँ बाइबलले हामीलाई उहाँ हाम्रो नैतिकताको जीवनमा हामीले कसरी हेर्नुपर्छ भने म तपाईँलाई बताउने छु। हामीले बाइबलमा हेऱ्यौँ भने एपिसी 4:32 त्यहाँ हेर्नेछौँ हामीले, जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कमलो मन र दयालु हो। अब मैले तपाईँलाई यो भन्न खोजेको यो के हो भन्दाखेरि चाहिँ आज हामी कतिपटक हाम्रो प्रभु यीशु ख्रीष्टलाई परमेश्वरलाई चाहिँ हामीले के सम्झिन्छौँ भन्दाखेरि एक चङ्गाइकर्ता र एक उहाँ शान्ति दिने परमेश्वर हुनुहुन्छ मात्र भने बुझ्दछौँ। तर बाइबलको नैतिकता अनुसार हामीलाई के सिकाइन्छ भन्दाखेरि चाहिँ आज उहाँ एक परमेश्वर, उहाँ हाम्रो शरीरको रोग निको पार्ने मात्र नभइकन उहाँ चाहिँ हामीलाई के सिकाउनुहुन्छ भन्दाखेरि जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई भन्नाले आज उहाँले जब हाम्रो पापहरू हामीले पाप गऱ्यौँ र हाम्रा पापहरू ख्रीष्ट येशूद्वारा धोइए र परमेश्वरले हामीलाई क्षमा गर्नुभयो, त्यसरी नै हामीले एकअर्कालाई क्षमा गर्नु पनि पर्दछ। आज कतिजना विश्वासीहरू यस्तो हुनुहुन्छ जसले आफ्नो जीवनमा चङ्गाई र छुटकारा त पाउनु भएको छ, तर आफ्ना शत्रुहरूलाई उहाँले क्षमा गर्नुभएको छैन। उहाँलाई जसले प्रेम गर्छ त्यसैलाई उहाँले प्रेम गर्नुहुन्छ, अथवा तपाईँहरूले जसलाई मन पराउनुहुन्छ, जसलाई तपाईँले चाहिँ राम्रो मान्नुहुन्छ, जसलाई तपाईँले सहयोग गर्नुहुन्छ, जसबाट तपाईँ सहयोग लिनुहुन्छ, त्यो व्यक्तिलाई मात्र तपाईँले चाहिँ प्रेम गर्नुहुन्छ अथवा वास्ता गर्नुहुन्छ। तर बाइबलले हामीलाई त्यसरी सिकाउँदैन। जब तपाईँ प्रभु यीशु ख्रीष्टमा तपाईँले आफ्नो जीवनलाई समर्पण गर्नुभएको छ भने तपाईँले एक क्रिस्चियनको नाताले अथवा एक ख्रीष्ट तपाईँ आफ्नो जीवनमा भएको हुनाले, किनभने तपाईँ एक क्रिस्चियन भन्नु भनेको ख्रीष्ट तपाईँको शरीरमा हुनु हो, ख्रीष्ट चाहिँ तपाईँको शरीरमा हुनुहुन्छ भन्नु हो। अनि जसरी ख्रीष्ट येशूले आज हाम्रो पापको निम्ति मर्नुभयो, परमेश्वरले हाम्रो निम्ति उहाँले क्षमा दिनुभयो, त्यही कारणले चाहिँ हामीले पनि हामीलाई प्रेम गर्ने मात्र नभइकन अनि हामीलाई प्रेम नगर्ने हाम्रा शत्रुहरूलाई र हामीलाई जसले मन पराउँदैन, कतिपटक हाम्रो झैझगडा हुँदछ हाम्रो जीवनमा, हामी संसारमा छौँ, शरीरमा छौँ, अनि ती व्यक्तिहरूलाई हामीले क्षमा गरिरहेका हुँदैनौँ। अनि तपाईँको कसैले नराम्रो बोलेको छ अथवा तपाईँलाई कसैले नराम्रो भनेको छ भने पनि तपाईँले त्यसले मलाई यस्तो नराम्रो भन्यो, मैले यसलाई क्षमा दिनु हुँदैन भनेर तपाईँले त्यो बोल्दैन भने म किन बोल्ने, त्यसले मलाई क्षमा दिँदैन भने मैले किन क्षमा दिने भन्ने हाम्रो जीवनमा हुँदछ। तर बाइबलले हामीलाई त्यो सिकाउँदैन प्रिय मित्र। यदि तपाईँ असली क्रिस्चियन हुनुहुन्छ, तपाईँले प्रभु यीशु ख्रीष्टलाई तपाईँले प्रभु यीशु ख्रीष्टलाई आफ्नो जीवनमा धारण गर्नुभएको छ भने तपाईँले चाहिँ तपाईँको शत्रुलाई प्रेम गर्नुपर्दछ अनि क्षमा पनि गर्नुपर्दछ। अनि बाइबलले त्यहाँ हामीलाई स्पष्ट तरिकाले भन्दछ कि जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कमलो मन र दयालु हो।
चाहिँ आज हाम्रो मनलाई कमलो बनाएर जसरी यीशु ख्रीष्टले हाम्रा हरेक पापलाई क्षमा गरिकन हाम्रो पापलाई धोइकन त्यो क्रुसमा मर्नुभयो, त्यसरी नै उहाँको त्यो रगतले सम्झेर चाहिँ हामीलाई चाहिँ ती दोष लाउने व्यक्तिहरूलाई पनि हामीले क्षमा गर्नुपर्दछ प्रिय मित्र। अनि हाम्रो हृदयलाई कमलो र दयालु बनाउनु पर्दछ। अनि हामीले यसै गरी हेर्दै गर्दाखेरि चाहिँ तपाईँले हेर्नुभयो भनेपछि कलसीको पुस्तकमा पनि तपाईँले हेर्नुभयो भने कलसी 3 अनि 13मा तपाईँले हेर्नुभयो भने त्यहाँ के भनिएको छ भन्दाखेरि एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकले अर्कालाई क्षमा गर्ने गर। आज हामी कतिपटक अनि प्रभु यीशु ख्रीष्टलाई हामीले भन्छौँ, हामी प्रार्थना गर्छौँ, हामी उहाँसँगको सम्बन्ध बिताउँछौँ, उहाँसँग हामीले सबै कुरा हामी वचन बाइबल अध्ययन गर्छौँ, अनि हामीले हरेक दिन प्रार्थना गर्छौँ, हरेक शनिबार हामी चर्च जान्छौँ भने तापनि यदि हामीले एकले अर्कालाई सहने गर्दैनौँ र एकले अर्काको विरुद्धमा हामीले कुनै दोष छ भने त त्यसलाई हामीले क्षमा गर्दैनौँ भने हामी चाहिँ त्यो क्रिस्चियन बन्न सक्दैनौँ जो क्रिस्चियन प्रभु यीशु ख्रीष्टले चाहनुहुन्छ, जो हामी त्यो छोराछोरी बन्न सक्दैनौँ जो एउटा बुवाले चाहनुहुन्छ। यदि तपाईँले आफ्नो जीवनमा तपाईँले आफ्नो छोराछोरीहरूलाई यति असल भएको चाहनुहुन्छ भने तपाईँले चाहिँ यति पहिले नै तपाईँले सिकाउनुपर्छ कि छोरा तैँले यो गर्नुपर्छ, यो छोरी तैँले एउटा यो गर्नुपर्छ। जब तपाईँका छोरा र छोरीले चाहिँ तपाईँले भनेको बाटोमा लाग्दछ भने तपाईँ चाहिँ खुसी हुनुहुन्छ, अनि तपाईँले चाहिँ जे चाहन्छन् छोराछोरीले त्यही तपाईँले बनाएर दिनुहुन्छ, किनिदिनुहुन्छ, अथवा तपाईँ खुसी हुनुहुन्छ। यसरी नै आज हाम्रो परमेश्वर पिता प्रभु यीशु ख्रीष्ट हाम्रो पिता अब्बा हुनुहुन्छ, अनि उहाँले दिनुभएको आज्ञा र उहाँले सिकाउनु भएको अनि यो वचन चाहिँ हामीले पालन गर्नुपर्दछ प्रिय मित्र। अनि प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएछ। अनि हामीले त्यहाँ हेर्दै गर्दाखेरि 13को खमा जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्दछ। आज जसरी हाम्रा प्रभु यीशु ख्रीष्टले हामीलाई हाम्रो सबै अधर्महरूलाई क्षमा गर्नुभएको छ त्यसरी नै हामीले पनि हाम्रो जीवनमा भएका हरेक ती व्यक्तिहरू हुनुहुन्छ अथवा जुनै पनि चिज होस्, हामीले यदि हाम्रो जीवनमा ती घमण्ड अनि ती क्षमा नदिने हृदयहरू छन् भने हामीले आज नै अहिले नै ती क्षमा दिइसक्नु पर्दछ। किनभने यदि तपाईँ परमेश्वर पितालाई प्रेम गर्नुहुन्छ र प्रभु यीशु ख्रीष्टलाई आफ्नो जीवनमा धारणा गर्नुभएको छ भने त तपाईँले चाहिँ मानिसहरूलाई क्षमा गर्नुपर्छ प्रिय मित्र। किनभने बाइबलको नैतिकताले सिकाउँछ कि हामीलाई चाहिँ हामीले जसरी प्रभु यीशु ख्रीष्टबाट हामीले क्षमा पायौँ, हामीले हाम्रो पापको उहाँले हाम्रो जीवनमा क्षमा गरिसक्नु भएको छ भन्ने हामीले जसरी उहाँबाट पायौँ त्यसरी नै हामीले हाम्रो जीवनमा पनि हाम्रो हरेक व्यक्तिलाई जसले हामीलाई दोषी ठहर्याउँछ अथवा हाम्रो जीवनमा धेरै कुराहरूको लागि चाहिँ उसले घमण्ड गर्छ भने तापनि हामी त्यो घमण्डमा पर्नु हुँदैन। हामीले क्षमाका हृदय राख्नु पर्दछ, हामीले क्षमा दिनुपर्दछ। तपाईँसँग कोही झैझगडा गर्न आउँछ भने तपाईँले त्यसलाई भन्नुहोस्, त्यसलाई तपाईँले क्षमा दिनुहोस्। किनभने क्षमाले चाहिँ मानिसलाई नम्रतामा ल्याउँछ र नम्रताले चाहिँ परमेश्वरको नजिक लिँदछ प्रिय मित्र। म तपाईँलाई यही उत्साह दिन चाहन्छु र बाइबलको नैतिकता अनुसार पनि यही भन्छ कि बाइबलले चाहिँ एकले अर्कालाई चाहिँ हामीले क्षमा गर्नुपर्दछ जसरी प्रभु यीशु ख्रीष्टले हामीलाई क्षमा गर्नुभयो। आजको वचन यति नै। यदि तपाईँलाई कुनै पनि यदि तपाईँ अझै पनि यसरी नै असल कुरा बाइबलका नैतिकताका बारेमा सिक्न चाहनुहुन्छ भने तपाईँले यो भिडियोमा लाइक, सब्सक्राइब अनि सेयर अवश्य गर्नुहोला।